आजकल गाउँमा एउटा आरोप लाग्न थालेको छ क्या। दिदी त घाँस पनि रकेटको स्पिडमा काट्नुहुन्छ भनेर। तर मैले अस्ति पनि भिडियोमा भनेको थिएँ म फुर्तिली होइन, मेरो मोबाइल फुर्तिलो हो भनेर। दिदी तपाईँ त कति फास्ट काम गर्नुहुन्छ, घाँस काट्न त झन् तपाईँलाई कसैले भेट्दैन होला। तर वास्तविकता चाहिँ अर्कै छ है। म जुनसुकै भिडियोमा पनि फास्ट मोसन प्रयोग गर्छु क्या। अनि मलाई देख्दा तपाईँहरूलाई चाहिँ लाग्छ होला वाह दिदी त फटाफट सरर घाँस काटेर सक्नुहुन्छ। मोबाइलमा फास्ट मोसन नलगाइदिने हो भने त मेरो काम हेरेर तपाईँहरूलाई निन्द्रा नै लाग्न सक्छ है। त्यही भएर आज पनि म घाँस काट्न गएँ र भिडियो फास्ट मोसन लगाइदिएँ। ल अब चाहिँ मलाई धेरै फुर्तिली भनेर तारिफ नगरिदिनु होला है, मलाई त लाजै लागिसक्यो क्या। आज चाहिँ म बारीको एउटा गह्रो नै खाली गर्न भनेर आएँ क्या। यो गह्रो घाँस काटेर सफा गरेपछि भोलिपर्सि फुलकोपीको बिरुवा रोप्नु पर्यो भनेर नि। र यो तपाईँहरूले देख्नु भएको फुर्ती चाहिँ फास्ट मोसनको कमाल हो है। घाँस काटिसकेपछि डोकोमा हालेर गोठतिर जाँदै थिएँ, अर्को राम्रो दृश्य देखेँ क्या। हाम्रो घर छेउमा सडक डिभिजनको टोलीद्वारा नाली सफा गर्ने काम भइरहेको रहेछ। गाउँघरमा बस्ने भएपछि आफ्नो आँगन, आफ्नो बाटो, आफ्नो नाली आफैले सफा राख्नु पर्ने हो। तर पनि हामी आफैले गर्नुपर्ने काम उहाँहरूले आएर गरिदिनु भयो। त्यसैले उहाँहरूलाई चाहिँ मनैदेखि धेरै धेरै धन्यवाद। अब अर्को रमाइलो गाउँले मिनी ब्लगमा भेटौँला है साथीहरू।